नमस्ते सम्पूर्णलाई मेरो न्यू मिनी भ्लगमा हजुरहरूलाई स्वागत छ। मलाई चाहिँ आज मासु खान मन लाग्यो भएर चाहिँ म चाहिँ गएँ पसल अनि दाइलाई एउटा कुखुरा जोख्नु त भनेर चाहिँ म घर आएँ। मासु चाहिँ काटकुट भाटभुट गरेर चाहिँ यतिखेर चाहिँ एकदम मिठो मिठो गरी बनाएका छौँ हामीले। अनि मासुसँग खानलाई भनेर हामीले ढेँडो पकाएका थियौँ। मम्मीले त पस्किँदै हुनुहुन्छ, बुढाहरू पनि थाल थालमा लिएर बसेका छन्। हाम्रो त बुढाहरू पनि एकदम ढेँडो खान्छन्। अनि जाडो मौसममा ढेँडो त खानु नै पर्यो। हजुरहरू खानुहुन्छ कि हुँदैन? हाम्रोतिर चाहिँ हामी चाहिँ एकदम ढेँडो खान्छौँ। कहिले काहीँ त्यस्तो सधैँ त होइन, फेरि यो मुखलाई पनि मिठो चाहियो नि, चामल भात सम्झिन्छ क्या फेरि ढेँडो मात्र खायो भने। अनि मलाई मम्मीले दिनु भइसक्यो, म पनि यता खाँदैछु ढेँडो र मासु। हाम्रो मम्मीहरूले भन्नुहुन्थ्यो कि सुत्केरी भएपछि चाहिँ कुकुर काटेर दिए पनि खान्छन् भन्थे नि, तर कुकुर मासु त के खानु। तर मलाई चाहिँ एकदम मासु खानु मन लागेर चाहिँ आज चाहिँ मासु खाएँ। आज अनि हजुरहरूलाई मासु मनपर्छ कि पर्दैन? प्रायः कमै होला नि मासु नखाने, नत्र सम्पूर्ण नेपालीहरू चाहिँ मासु लभर हो क्या, मासु लभर हो। म पनि मासु लभरै हो। पहिला पहिला बिहे गर्नुभन्दा अगाडि चाहिँ मासुमा त्यस्तो इन्ट्रेस्ट लाग्थेन, खान्न थिएँ। तर अहिले भने चाहिँ जे दिए पनि खाने। मासु भन्दैपछि हुन्छ, मासु भन्दैपछि हुन्छ, मासु भन्दैपछि हुन्छ मलाई।